गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरुवे नमः। ज्ञानी जय श्री राधे। आजको दिन के होला मलाई बताउनुस् त? गुरु पूर्णिमा। त्यसै गरी व्यास जयन्ती पनि आजकै दिनमा पर्छ। ल गुरु पूर्णिमा भनेको के हो त? आज कसलाई पूजा गर्ने दिन हो? गुरु भगवान। गुरु भनेका को हुनुहुन्छ त? म तपाईलाई बताउँछु है। तपाईले पनि यो ज्ञान आफूसँग राख्नु होला है त। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर भनिएको छ नि। को हैछ त गुरु भन्दा? गुरुर्ब्रह्मा, ब्रह्माजी जो सृष्टिको उत्पादनकर्ता हुनुहुन्छ। अनि गुरुर्विष्णु भनेर बताइएको छ भगवान विष्णु, जसले यो सृष्टिको के गर्नु भएको छ त भन्दा पालन गर्नु भएको छ, जसलाई पालनकर्ता भनिन्छ। त्यसै गरी गुरुर्देवो महेश्वर भनेर बताइएको छ, जसलाई संहारकर्ता पनि भनिन्छ। यस्ता त्रिदेव कुन कुन भगवान हुनुहुन्छ गरे? ब्रह्मा, विष्णु, महेश्वर। उहाँहरू को हुनुभयो त? गुरु हुनुभयो है। त्यसपछि गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। गुरु भनेका को हुनुहुन्छ त? साक्षात् परब्रह्मको स्वरूप हुनुहुन्छ। यस्ता सम्पूर्ण गुरुहरूलाई पनि शत-शतकोटी नमन गर्नुपर्छ। अनि त्यसै गरी तपाईलाई स्कुलमा पढ्न जाँदा कसले पढाउनुहुन्छ भन्दा टिचरहरूले पढाउनुहुन्छ। भनेपछि टिचरहरू पनि को हुनुभयो? गुरु हुनुभयो। अनि तपाईलाई राम्रो काम गर्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ, नराम्रो काम गर्नु हुँदैन, गलत काम गर्नु हुँदैन भनेर जसले शिक्षा दिनुभएको छ नि, उहाँहरू पनि को हुनुहुन्छ? गुरु। भनेपछि तपाईलाई यो शिक्षा घरमा कसले दिनुहुन्छ? बुवाले दिनुहुन्छ, आमाले दिनुहुन्छ, अनि दाजुभाइले दिदीबहिनीले पनि दिनुहुन्छ। भनेपछि उहाँहरू पनि को हुनुहुन्छ त? गुरु हुनुहुन्छ, गुरु आमा हुनुहुन्छ। सबैलाई आज सम्झना गर्नुपर्छ। आजको दिन वेदव्यास, महर्षि वेदव्यासको पनि जयन्ती हो, जसले वेदलाई 4 भागमा, 4 खण्डमा विभाजित गर्नुभयो। ठुला ठुला भागवत महापुराणदेखि अन्य ग्रन्थहरूको पनि सृष्टि रचना गर्नुभयो। उहाँलाई पनि शत-शतकोटी नमन गर्नुपर्छ। यसरी आजको दिनमा सम्पूर्ण गुरुवर्गहरूलाई ससम्मान साथ शतकोटी नमन गर्नुपर्छ। ल उहाँहरूलाई के भन्नुपर्छ? ओम सर्वेभ्यो गुरुचरण कमलेभ्यो नमः। यसरी गुरुहरूलाई सम्झना गर्नुपर्छ। ल यो भिडियोको अन्तिममा अब के भन्नुपर्छ गरे? र फेसबुक पेजलाई धेरै भन्दा धेरै फलो पनि गरिदिनु होला। ल आजका लागि जय श्री राधे। तपाईहरूको दिन मङ्गलमय शुभमय रहोस्।